एउटा मेयरले म देश बनाउँछु, यो देशको नेतृत्व लिन्छु भन्दाखेरि मान्छेहरूको गाँड जलिराखेको छ है। अब नेपालीमा भन्दाखेरि अलि अशुद्ध हुन्छ भनेर मैले हिन्दीमा भने। एउटा मेयरले यो देशलाई म एकदम सिधा तरिकाले चलाउँछु, विदेशीको दलाल नबनिकन अब यो राष्ट्र मैले बनाउनु पर्छ र हाम्रो टिमले बनाउँछ, अथवा श्रम नगरिकन खान पाइँदैन। साँच्चीकै इमानदारितासँग श्रम गर्ने हो भने यो देशलाई म काया पलट गर्छु, त्यो पनि के गरेर? श्रम गरेर। श्रम नगरिकन खान पाइँदैन, यो कुरा त सत्य हो, सबैलाई थाहा छ, हामीलाई पनि थाहा छ, सबैलाई थाहा छ। अनि हर्क साम्पाङले के भनेको छ भन्दाखेरि अब नेपालमा श्रम गर्नुपर्छ, किसान बन्नुपर्छ, कोदालो र कुट्टो नबोकिकन हुँदैन, हँसिया नबोकिकन हुँदैन। अब खेतबारीमा नजोतिकन देश बन्दैन भन्दाखेरि केही मान्छेहरू भुतभुताउन थालेका छन्, कराउन थालेका छन्, चिच्याउन थालेका छन्। मलाई अचम्म लाग्छ, ए हर्क साम्पाङ, तिमी अगाडि बढ, हिम्मत गर, सबैलाई समावेशी बनाएर लिएर जाऊ, तिम्रो पछाडि हरेक जनता लाग्ने छन् के, सुरु गर। अनि हर्क साम्पाङले काम गरेको देख्दाखेरि अथवा हर्क साम्पाङले गरेको श्रमदानलाई रिस गर्नेहरू, जो आफ्नो नेपाललाई माया नगरिकन विदेशीको पैसामा रमाउनेहरू हर्क साम्पाङको विरोध गरिरहेछन्। हर्क साम्पाङले के भनेका छन् थाहा छ? विदेशीको ऋण खानु भन्दाखेरि म आफू बरु श्रमदान गर्छु, आऊ नेपाली उठ, विदेशीको पैसाको ऋण बोकेर देश बनाउनु भन्दाखेरि, देश बेचेर देश बनाउनु भन्दाखेरि आफ्नै पाखुरा फुटाएर देश बनाउन भन्दाखेरि टाउको दुख्नु चाहिँ किन? आखिर हर्क साम्पाङले के गलत भनेका छन्? भनिरहेछन् त, यदि मैले 1 रुपियाँ पनि भ्रष्टाचार गरे भने, राज्य कोषको दोहन गरे भने मेरो छाला काड भनेर भनिरहेछन् त यार। यस्तो भन्ने मान्छे हुन्छन्? मेयर भनेको के हो? नेपालमा मेयरलाई त नि पहिलाको के भन्ने, अब त्यो राजा भन्दा पनि ठुलो मान्छन्। उनी त यार ढुङ्गा बोकेर बिहान उठ्न पाएको छैन, टोइलेट तुरुक्क गरेर टोइलेट गर्ने बित्तिकै 1 कप तातो पानी नै नपिइकन आज भोलि दुनियाँमा को जान्छ भन त? त्यो पनि कुट्टो कोदालो बोकेर श्रम गर्न हिँडेको छ। त्यस्तो मान्छेले पार्टी खोल्दाखेरि पार्टीको विरोध गरिरहेछन् यार। उनलाई त हौसला दिनुपर्ने हो नि, जाऊ न ए हर्क साम्पाङ, तिमी देशभरिबाट उठ, सबै नेपालीलाई एकीकरण गरेर तिमी अगाडि बढ, हाम्रो साथमा छौं भन्नुपर्ने युवाहरू। हर्केले देश बनाउँछ, हर्केले जातीय युद्ध गराउन खोजेको छ, हर्केले जातीय युद्ध गराउँछ, यसलाई त पार्टी त उठ्न दिनै हुन्न भनेर लागेका छन् त्यो पनि युवाहरू। मलाई हाँसो लागिरहेको छ, ए हर्क साम्पाङ आजसम्म कुन चाहिँ नेपालीलाई नराम्रो भनेको छ? आऊ देश बनाउनु पर्छ, हामी युवाहरू नै अगाडि बढ्नुपर्छ, श्रम नगरी काम छैन। आज हाम्रा युवाहरू बेचिएका छन्, हाम्रा दिदीबहिनीहरू विदेशमा बेचिएका छन्, अब हामी देशमै रोजगारी दिनुपर्छ भनेर धरान काया पलट गरिसकेका छन् श्रम गरेर। त्यति मात्र होइन, विश्वमै उदाहरणीय मेयर बनेका छन् हर्क साम्पाङ। अनि आज अब देश बनाउँछ भन्दाखेरि मान्छेहरूको गाँड जलेर रातो दिन निन्द्र नलागेर रातभरि हर्क साम्पाङले के पोस्ट गर्छ भन्दै मान्छेहरू हेरेर बसेका छन्। भित्र त ठिकै हो, राम्रै गर्छ, एउटा मेयरले यतिकै गर्नु भनेको राम्रो हो भन्छन्, बाहिर कमेन्टमा आएर चाहिँ भन्छन् हर्केले देश बनाउँछ भन्नु र केले के गर्छ भन्नु उस्तै हो, यो सबै गफाडी हो भन्छ। साथी हो, एउटा केही गर्छु भनेर अगाडि बढेको युवालाई अब देशको नेतृत्व दिनुपर्छ। हाम्रो देशलाई विदेशीलाई बेच्ने भन्दा आफै श्रमदान गरेर म देशलाई स्वतन्त्र भएर अगाडि बढाउँछु भन्ने मेयरलाई म त रेस्पेक्टै गर्छु है। हामी सबैले साथ दिनुपर्छ। हो, उनका पनि केही कमी कमजोरी छन्, यो संसारमा मानव न हो, मानव भएपछि कमी कमजोरी हुँदैन र? मानव भएपछि कमी कमजोरी हुन्छ, उनले पनि केही सुधार्नु पर्ने होला। यो संसारमा मानव जाति काहीँ न काहीँ बेगुन हुन्छ है, 100मा 100 नै कोही पनि गुणी हुँदैन। उनका केही कमजोरी छन्, उनले सुधारेर अगाडि बढ्नुपर्छ। तर हर्क साम्पाङ नै अब आउनुपर्छ यो देशमा। मैले चाहिँ किन भन्दैछु भने एउटा किसानको छोरो भएको कारणले कृषि नगरिकन खान पाइँदैन। अनि के भनेका छन् त हर्क साम्पाङ? के भनेका छन् भने श्रम गरौँ, श्रम गर्यो भने देश बन्छ। हुनु पनि हो,
श्रम नगरी आज जहाँ छौँ विदेशमा छौँ श्रम त श्रमै गरेका छ नि होइन। धन्यवाद। हर्क साम्पाङ निष्पक्ष भएर स्वतन्त्र भएर सबै देशका जनतालाई एकसाथमा राखेर अगाडि बढ। हो भाइ क्या